सोतापाटनको गोठहरू चाहिँ यिनीहरू नै हो। अहिले चाहिँ यहाँ कोही मान्छे हुनुहुँदैन रहेछ, किनभने अलिअलि हल्का चिसो बढेकोले गर्दाखेरि सबै तलतिर झरिसकेको अरे। सो अहिले चाहिँ यहाँ कोही छैन, नत्र यहाँ भैँसीहरू होइन, भैँसीको दुध दहीहरू पाउने ठाउँ हो क्या यहाँ सोतापाटन भन्ने चाहिँ। लास्ट पोइन्ट है यो चाहिँ सोतापाटनको। तल के भन्छ मारतडीबाट गाडीको बाटो पनि आइसकेको रहेछ, तर अब अहिले मनसुनमा चाहिँ अलिक आउँदैन, पछि ड्राई सिजनमा चाहिँ आउँछ अरे। सो यहाँनिर चट्ट लास्ट पोइन्ट। लास्ट थाक्यो यहाँ आइरहेको छ। तपाईँको पनि फोटो युट्युबमा आउँछ, पछि सब्सक्राइब गरिदिनुपर्छ ल। यो चाहिँ
घोडापाटन भन्दो रहेछ। अनि यहाँ चाहिँ हामीले खाना बनाएर खाने भएको छ। कति बज्यो अहिले? 10:25 10:30 जति भएछ। खाना बनाएर खाएर अनि स्ट्रेट टु दी त्रिवेणीपाटन। प्रेसर कुकर चाहियो अरे यता छिटो। यो तलै छ। आगो चाहिँ बालिहाल्नुपर्छ क्या, त्यही भएर। What's up guys? बिचारा बल भर्खर जन्माए जस्तो छ। हेर्नु त, न्यू बर्न बेबी बिचारा। के छ त अन्य सोल्टाहरूको हालखबर? ए रमाइलो रहेछ त अनि यता त। कुकुरहरू डेन्जर छ। कति दिन बस्नुहुन्छ तपाईँहरू यहाँ? अब 7-8 दिन। ल ल, भोटे कुकुर त खतरा रहेछ त। गाह्रो यो घोडापाटनदेखि ओह्रालो झर्ने अनि खोला आउँदो रहेछ। 3टा खोला एकै ठाउँ मिसिएको ठाउँ। त्यहाँबाट ठाडो उकालो ठाडो छ, ठाडो। त्रिवेणीपाटन, कालीकोट भन्छ यसलाई। भन्नु आयो धर्मशाला रहेछ यहाँ, तर भर्खर बनाउँदै खै अब कता बस्ने कता सुत्ने तर आइपुग्यो। अब केही जुगाड भइहाल्छ।
टेन्ट पनि छ सो हामी यहीँ टेन्ट लगाउँदा पनि हुन्छ ए मजाकै रहेछ त अनि यहाँ माथिबाट लगायो है यतिबाट खोल्नु हैन त्यसपछि एउटा भइहाल्यो चाहिँ हिजो त्रिवेणी पाटनमा आएर बसेको अनि अहिले बिहान उठेर खाजा बनाएर खाँदा ड्रोन सट गर्दा गर्दा यति बेर भइहाल्यो कति बज्यो 8 बज्यो पौने 8 ओके अनि यहाँबाट त्रिवेणी पाटनबाट हामी माथि मालिका जाँदैछु मैले हेर कति बजी पुगिन्छ सबै सामान यहीँ छोडाएको छ यहाँनिर धर्मशाला मजाको रहेछ भर्खर बन्ने क्या बाटो पनि हेर्नुपर्छ बल्ल अलिकति लड्यो भने उकालो छ अरे 4200 मिटर्ससम्म पुग्ने हो ल है त बुढो मान्छे नुहाइरह्यो यार यस्तो चिसो पानीमा हो र
अरे ल पानी त खत्रै चिसो छ नि मैले नि मुखै धोएको थिएन यहीँ मुख धुनुपर्छ क्या हो त्रिवेणी भने चाहिँ यताबाट एउटा खोला अनि त्यो चेपबाट अर्को खोला उताबाट अर्को खोला सो तीनटा यहाँनिर मिसेको भयो यसलाई त्रिवेणी रमाइलो भइरहेछ हामीलाई हामी अहिले कहाँ गइरहेको उकालोमा उक्लिँदैछौँ यही उपलक्ष्यमा हामी अन द वे छ है मालिका मन्दिरको लागि तल चढेर यो चाहिँ त्रिवेणी पाटनबाट मालिका जाने बाटो अन द वे अनि अब यहाँ चाहिँ हाम्रो अब नेपाली भक्तालु जन के पो भन्छ त्यस्तोहरूले अस्ति होला नि त्यो जर्नै पूर्णिमाको टाइममा यहाँ खाना बनाउने खाने अनि सबै फोहोरहरू चाहिँ यहीँ छोडिदिनु भएछ अब यो अलिकति राम्रो देखिएन होइन राम्रो नदेखिनुको साथसाथै अब यो यस्तो ब्युटिफुल ठाउँलाई यस्तो गरिदिनु त भएन नि त सोच्नु पर्ने हो सबैले होइन यो चाहिँ अब पुग्ने बेला होला खतरा पहिरो गएको रहेछ भिर पुरा हुसु लागेर केही देखिँदैन हाम्रो दाइले हामीलाई तल मारतडीबाट सहयोग गर्दै आउनुभएको अझै हुनुहुन्छ होइन त तपाईँको घर चाहिँ मारतडी हो नि त अनि अब सालमा तपाईँहरू कतिचोटि जति मालिका आउनुहुन्छ 5-6 चोटि हामीलाई एकचोटि आउन यस्तो गाह्रो भएको छ उहाँहरू 5-6 चोटि आउनुहुन्छ त्यो पनि भारी बोकेर कति केजीसम्म बोक्नुहुन्छ एकचोटिमा 15 देखि 20 केजी त्यहाँभन्दा धेरै त गाह्रो पनि हुन्छ नि त उकालो छ है अनि तपाईँको शुभ नाम चाहिँ दीपक रावल रावल ल ठिक छ यहाँबाट एकचोटि तल हेर्दाखेरि तल कहाँ हो देख्दै देखिएन क्या सेट नर जोक के बढी मालिक आउनुलाई अब त्यो टपमा जान खोजेको आधी बाटो पुगेपछि कस्तो भयो कि त्यहाँबाट फर्केर आएको त्यहाँबाट चाहिँ सिधै तल हो कि गाह्रो छ यो बार लगाएको भनेपछि यो बुझ्नु पऱ्यो कि उतापट्टि हेर्न पनि अलिक गाह्रो हुन्छ क्या सिधै तल कहाँ हो कुहिरो लागेछ र देखिँदैन देखिने हो भने कहाँ गयो अलि यो चाहिँ धर्मशाला रहेछ यहाँबाट
यताबाट अलिक माथि टपमा चाहिँ मन्दिर छ अरे। तर सधैँ छैन। के छ धर्मशालाभित्र चाहिँ हेरौँ त। ए सुत्ने ठाउँहरू मजाले रहेछ नि त, काठहरू, यहाँ आगो बाल्ने, यतापट्टि पनि सुत्ने। तर पानी पानी आउँदैछ क्या, अलिक चाहिन्छ कि क्या। ए ब्याट्री स्याट्री सबै रहेछ, सोलर चार्ज, टोइलेट बाथरुम यतापट्टि, त्यहाँ धारा, अनि मन्दिर चाहिँ त्यहाँ माथि टपमा अरे। पानी थाप्ने चाहिँ यहाँ हो, माथि छैन। ओके, अब खतरा छ दाइ। फुलै फुलमा मात्र पनि चप्पल यहीँ छोडेछन् मान्छेले। के हो यार यस्तो, बट राइट साइडमा हेर्न सकिँदैन है। खै त धारा त सानो छ त। कहिले भरिनु यो? होइन रहेछ जीवन काँडा बीच फुल्ने, फुल रहेछ जीवन। हाल्यो गीत त। पानी चाहिँ कसरी आउँछ भन्ने कुरा चाहिँ त्यो माथिबाट तप 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 चुहिएर त्यहाँ जम्मा भएर अनि त्यही पानी थाप्ने रहेछ। अब यो क्यामेराले देखायो कि देखाएन, पुरै पानी झरिरहेछ क्या, ड्रपिङ तप तप चुहिरहेछ माथिबाट। यस्तो आउने बित्तिकै वेदर खोलिदिएको। हामी जस मान्छे चाहिँ के भन्छ, राम्रै हो क्या। हेलो, हामी चाहिँ फाइनल्ली मन्दिरमा एक नमस्ते गरेर डाङ्गा ढल्दिएको। म चाहिँ ल बडी मालिका की जय। अलिक मजाले बजाउनु। मन्दिर अनि यो चाहिँ खुल्लै रहेछ यतापट्टिको, अनि यो चाहिँ बन्द रहेछ। जस्तै जनै पूर्णिमासम्म मात्रै यहाँनिर मेला लाग्ने होइन, त्यसमा चाहिँ धेरै मान्छेहरू आउने रहेछ। अनि अहिले चाहिँ बन्द। यता पछाडि पनि छ नि, सुरुमा चाहिँ यसलाई मान्ने। ओके ओके, अनि पछि पछि अब यो चाहिँ यो उसमै शिलामै लेखेको रहेछ नि त। त्रिशूल मेन मन्दिर चाहिँ पहिला यो थियो होइन, यो पहिला चाहिँ मान्छेहरू यहाँ चढाएर जान्थे कि। तिम्रो पार्टीबाट ठ्याक्कै यस्तै छ नि। अनि मैले चाहिँ आमाले पठाइदिएको सबै त्यो के भन्छ फुलहरू चढाउने कुराहरू सबै चढाइदिएँ। अनि अहिले छोरा अलिकति घाम लागेछ यता। यो चाहिँ अरे पहिलाको मेन पूजा गर्ने ठाउँ, पछि गएर चाहिँ अरूहरू बनाएको होला होइन, यस्तै छ।
ल हामी आइपुग्यौँ बडीमालिका आँखै हेर्न नसकेको यस्तै हो दिनु म देख्नु आउनुहोस् ल आइपुग्यौँ हामी बडीमालिका ठ्याक्क मन्दिर सट्ट माथि गयो धेरै दुःख कष्ट सहेर होइन तर भ्यू चाहिँ अब राम्रो देख्न पाइएन ठिकै छ तर we made it होइन we made it finally we did it yay मन्दिर चाहिँ माथि भर्खरै हामी गएर आइसक्यौँ हजुर कति छन् तपाईँको भेडा चाहिँ 300 है आम्मामा यिनीहरू नै हो सबै 300 300वटा छ नि आम्मा अनि अब यिनीहरूलाई तपाईँले कता लानुहुन्छ अब तल झार्नुहुन्छ घर चाहिँ कता ए ओके ओके अनि भेडाबाट इन्कम त राम्रो हुन्छ एउटालाई कति पर्छ अहिलेको पहिला जस्तो त ऋण छैन अहिले हो त्यही 15-16 हजार 20-25 हजार एउटालाई 15-16 हजार ठुलोलाई त पर्छ 25-26 हजार ए तपाईँसँग भेडा मात्रै छ कि च्याङ्ग्रा पनि छन् च्याङ्ग्रा पनि छ भेडा पनि छ ए च्याङ्ग्रा त अस्ति नै बिक्री गरेर लगेको 8-10 लाख 8-10 लाखका बेच्नु भयो सही हो अनि यिनीहरू चाहिँ सबै भेडा कतिजना बस्नुहुन्छ त्यो गोठमा त्यो गोठमा हामी 3 जना बस्नुहुन्छ ओके आजको बसाइ हाम्रो यो भिट्टी नेपाली अलिक भन्दो रहेछ चिना पाटनमा छौँ हामी आजको बसाइ चाहिँ यहाँ भयो हाम्रो आगो बालेका छौँ मस्त मौला सही हो भाइब्स सही छ यिनीहरू चाहिँ बच्चाहरू अस्ति हामी आउँदा जन्माइरहेको थियो नि
भाई आपने ये क्या कर दिया रे दाल त सबै भुइँमा होला हाल्दा अलिकति हेरेर छैन हौ लास्ट मैले सबै हालेको होइन त्यो प्लास्टिक सबै टकटक्याएको हो क्या छैन लास्ट हो तल बाटो भत्किएको छ अरे माथि उ त्यो अगाडिबाट ठेल्दै ठेल्दै छिर्नु न यो त कत्रो हो आम्मामा फाइनली उत्तल होता तिमीलाई
बादमा कसरी यसरी खोल्न सकिन्छ यहाँहरूको सुरक्षाको लागि उडानपट्टि पनि सिटको पेटी बाँधिरहन अनुरोध गर्दछौँ। उडान गर्नुभएकोमा क्याप्टेन एपी शेर्पा सम्पूर्ण उडान कर्मचारीहरूको तर्फबाट यहाँलाई धन्यवाद दिँदै पूर्ण सेवा गर्न सडक निम्ति माग्दछौँ। नमस्ते।